को साँझ आजको साँझ उनले सिर्जेका। धन्यवाद छ। हामी अब एउटा भजन गाउँछौँ पहिला। भजन गाएर त्यसपछि हामी छोटो आराधना गर्नेछौँ है। भजन नम्बर 235 नम्बर हामी सबैजनालाई खोल्नेछौँ। भजन नम्बर 235। भजन नम्बर 235 खोलेर हामी भजन गर्नेछौँ है। भित्र तिमीलाई यो खबर छ, चाँडै नै प्रभु आउनुहुन्छ। सुसमाचार सुनिराख, आफ्नो आत्मालाई बचाऊ आज। आफ्नो आत्मालाई बचाऊ आज। तिमी भन्छौ समय छ मेरो, तिमी भन्छौ समय छ मेरो, तर समय चाहिँ बितिसक्यो, तर समय चाहिँ बितिसक्यो। प्रभुलाई ग्रहण गरिहाल, प्रभुलाई ग्रहण गरिहाल, नत्र अन्तमा रुनु पर्ला, नत्र अन्तमा रुनु पर्ला। मित्र तिमीलाई यो खबर छ, चाँडै नै प्रभु आउनुहुन्छ। सुसमाचार सुनिराख, आफ्नो आत्मालाई बचाऊ आज। आफ्नो आत्मालाई बचाऊ आज। अहिले सुनि परेन, अहिले सुनि सुसमाचार यो मनैमा गुना, सुसमाचार यो मनैमा गुना। तिमी आफैलाई जाँचिहाल, नेटवर्क वाइफाई कता गएछ। सो हामी भजन सङ्ग्रहको पुस्तकलाई हामी हेर्नेछौँ। यो भजन सङ्ग्रह 134लाई हामी खोल्नेछौँ यो विषयमा। बुक अफ साम च्याप्टर 134। एकजनाले पढिदिनुहोस् त भजन सङ्ग्रह 134को भजन सङ्ग्रह 134लाई। हुन्छ। भजन सङ्ग्रह 134को 1, 2, 3 म पढ्नेछु। शीर्षकमा छ रात्रिको स्तुति गान यात्राको गीत भन्नुभएको छ। 1मा छ परमप्रभुका सबै सेवकहरू परमप्रभुको प्रशंसा गर, तिमीहरू जो परमप्रभुको भवनमा राति उहाँको सेवा गर्दछौ। पवित्र स्थानमा आफ्नो हात उचाली परमप्रभुको प्रशंसा गर। स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परमप्रभुले तिमीलाई सियोनबाट आशीर्वाद देऊन्। हालेलुया। आमेन। धेरै धेरै धन्यवाद छ हाम्रो बहिनीलाई। हामी कोरस 1 नम्बर हामी गाउनेछौँ। यो छोटो पनि छ। हालेलुया होसना, यो कनेक्सन राम्रो भएको छैन। यो कस्तो, यो 20
V6 भनेको चाहिँ को रहेछ? तपाईँहरूको पनि हाम्रो दिपेशा बहिनी तपाईँहरूको त्यो उठाउनुहोस् त भजन हाम्रो 1 नम्बरको हामी हालेलुया होसना भनेर गाएर उ गरौँ। मेरो यो नेट मिलाउँदैछु म। उठाउनुहोस् त बहिनी। गुरुबा 1 नम्बरको कोरस होइन हल्लेलुया स्तुति महिमा भन्ने? हजुर हजुर हजुर। ए ल ल हुन्छ हुन्छ। हालेलुया स्तुति महिमा सर्वदा येशू प्रभुलाई दिन्छ। हालेलुया स्तुति महिमा सर्वदा येशू प्रभुलाई दिन्छ। हालेलुया 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 अँ, हालेलुया 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 क्रुसको बलिदानमा गदबाट क्रुसको बलिदानमा रगत बगाउनु पापलाई हटाई शुद्ध गराई हामीलाई बचाउनु भयो। पापलाई हटाई शुद्ध गराई हामीलाई बचाउनु भयो। हालेलुया स्तुति महिमा सर्वदा येशू प्रभुलाई दिन्छ। हालेलुया स्तुति महिमा सर्वदा येशू प्रभुलाई दिन्छ। हालेलुया 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 पुनरुत्थानमा आनन्द विजय पुनरुत्थानमा आनन्द विजय भयो। आज तिमी हामीलाई नयाँ जीवन दिनलाई येशूजी आउनु भयो। आज तिमी हामीलाई नयाँ जीवन दिनलाई येशूजी आउनु भयो। हालेलुया स्तुति महिमा सर्वदा येशू प्रभुलाई दिन्छ। हालेलुया स्तुति महिमा सर्वदा येशू प्रभुलाई दिन्छ। हालेलुया हालेलुया हालेलुया। गुरुबा यो भजन गाइसक्यो। धेरै धन्यवाद छ। हामी अब वचनको लागि हामी प्रार्थना गर्नेछौँ। हाम्रो अ, वचनलाई प्रार्थना गर्ने हाम्रो दिदी आउनु भएको छैन। ठिकै छ, हामी वचनको लागि प्रार्थना हाम्रो ओके मिनु बहिनीले गरिदिनु न है। मिनु बहिनी हाम्रो भिडियोमा हुनुहुन्छ, प्रार्थना गरिदिनु है।
वचनको लागि। हुन्छ, हामी सबैजना शिर जोड्नेछौँ। म वचनको निम्ति प्रार्थना गर्नेछु। धन्यवाद छ स्वर्गीय पृथ्वी सृष्टि हुनुहुने एकमात्र विराजमान परमेश्वर, तपाईँ अति महान आश्चर्यको अवतार हुनुहुन्छ। मेरो प्रार्थना अनि बिन्ती सुन्नुहुने परमेश्वर चाहिँ तपाईँ हुनुहुन्छ। प्रभु, म विश्वास गर्नेछु तपाईँ आश्चर्यको अवतार हुनुहुन्छ। प्रभु, जुन तपाईँको छोरा छोरीले यहाँनिर जुममा यसरी भेला हुने मौका अवसर तपाईँ दिनुभयो, प्रभु, म प्रसन्न खुसी जुन वचन तपाईँको छोराले यहाँनिर बाँड्दै हुनुहुन्छ, प्रभु त्यो वचन घोषणा गर्नेछु। साँच्चै हामीले वचन सुन्दा हाम्रो नेटको प्रब्लमहरू केही प्रब्लमहरू नआएका होस्, प्रभु विघ्नबाधाहरू नआएका होस्, प्रभु म घोषणा गर्नेछु। प्रभु साँच्चै नै तपाईँको वचनमा भनेका चाहिँ साँच्चै नै बताउनुभन्दा छर्नुमा असल छ। तपाईँको छोराले जुन वचन यहाँ छर्दै हुनुहुन्छ त्यो वचन चाहिँ हाम्रो हृदयमा गुन्जेका होस् भन्ने म विश्वास गर्न चाहन्छु। धन्यवाद छ प्रभु येशू ख्रीष्टको नाममा, आमेन। ओके, आमेन। धेरै धेरै धन्यवाद छ। So welcome you all from Nepal, Malaysia. So we have today our Bishop Dr. Rishi Rimal for the translate today's sermon. So also we have today speaker from the JB, Pastor Gideon Uncle is here. So this is what up your time, and you may take your time, Uncle, and you may share it in the screen, and he will translate it. Yeah, Jai Masih. Jai Masih, Jai Masih. Yeah, greetings to Bishop Pastor Rishi. Thank you for translating for me today. Yes, nice meeting you again by Zoom. Yeah, yes. I'm very happy to have you here again. Yeah, thank you so much. Yes, once again, I would like to send my regards to all the brothers and sisters in Nepal and also in Johor Bahru. सबै परमेश्वरका दासहरू, नेपालका साथीभाइहरू र जोरबारबाट जो जोइन हुनुहुन्छ सबैलाई चाहिँ उहाँले धन्यवाद स्वागत गर्न चाहनु भएको छ। So it's my joy and to meet everyone on Zoom, and tonight we spend some time on the Word of God. अनि यो मेरो लागि एउटा आनन्दको कुरा छ कि परमेश्वरको वचनले तपाईहरुको बीचमा फेरि लिएर आउनु पाएकोमा आनन्द लागिरहेछ। And we continue to pray, God, that will to give us a heart of desiring His word and to obey His word. परमेश्वरले हामीलाई उहाँको वचन आज्ञा पालन गर्नको लागि हृदय दिनुभएको होस्, मन दिनुभएको होस्। All right, I will share my PowerPoint. अब तपाईहरुको बीचमा पावर पोइन्ट द्वारा म प्रस्तुत गर्न चाहन्छु। Okay, for those who can see, then you can watch from your Zoom. तपाई हेर्न सक्नेहरूले चाहिँ यहाँबाट हेरेर पनि सिक्न सक्नुहुन्छ। All right, shall we pray? प्रार्थना गरौँ फेरि। Heavenly Father, we thank you for this evening. स्वर्गीय पिता, हामी यो साँझको समय तपाईलाई धन्यवाद दिन्छौँ। Thank you for your goodness that bring us together. तपाईको असलपनको लागि हामी धन्यवाद दिन्छौँ। तपाईले हामीलाई सँगै ल्याउनु भएको लागि पनि धन्यवाद दिन्छौँ। We pray for your Holy Spirit to fill all of us. पवित्र आत्माले हामी सबैलाई भर्नु भएको होस्। Prepare our hearts. हाम्रो हृदय तयारी बनाइदिनुहोस्। With a heart of prayer. प्रार्थना सहितको हृदय। And also the heart that desiring the word of God. परमेश्वरको वचनको इच्छा सहितको हृदय दिनुहोस्। Lord, speak to our hearts this evening. आजको साँझ प्रभु हाम्रो हृदयमा तपाई बोल्नुहोस्। Lord, we are here. हामी यहाँ छौं प्रभु। Help us to understand your words. तपाईको वचन बुझ्नको लागि हामीलाई सहायता गर्नु। Lord, you are a good God. तपाई असल परमेश्वर हुनुहुन्छ। Oh, a good God, you will do a good things, great things in our lives. तपाई असल परमेश्वर भएको हुनाले तपाई असल काम गर्नुहुन्छ र ठूलो महान काम गर्नुहुन्छ। Thank you, Jesus. धन्यवाद येशू। In Jesus' name we pray. येशू ख्रीष्टको नाममा प्रार्थना माग्छौं। आमेन। Amen. Amen. And this evening I would like to share this topic of unleash your potential to every one of you. अनि आजको साँझ हामीले चाहिँ यो यस्तो खालको विषयमा हेर्नेछौँ। तपाई भित्र भएको क्षमतालाई तपाईले चाहिँ खुलाउनुस् भन्ने विषयमा हेर्नेछौँ। खोल्नुस् भन्ने विषयमा हेर्नेछौँ।
Yes, before I continue, can you all see the my PowerPoint? तपाईँहरू सबैजनाले पावर पोइन्ट देख्न सक्नुहुन्छ यो चित्रहरू देख्न सक्नुहुन्छ Yes. सक्नुहुन्छ बोल्नुहोस् त यस नो Yes. All right. ओके Okay. Thank you for responding. तपाईँहरूले प्रत्युत्तर दिनुको लागि धन्यवाद छ बेला बेला सोधेको बेला प्रत्युत्तर दिनु होला है नबिर्सिनुहोस् All right. As I pray for tonight, what to share to all of you. मैले प्रार्थना गरेको थिएँ तपाईँहरू सबैलाई के चाहिँ बाँड्ने होला भनेर प्रार्थना गरेको थिएँ मैले And God just put an impression in my heart about potential. अनि परमेश्वरले मलाई चाहिँ तपाईँभित्र भएको क्षमता के छ भन्ने विषयमा चाहिँ उहाँले देखाउनु भयो A potential. God has placed a great potentials in our lives. परमेश्वरले तपाईँ र मेरो जीवनमा ठुलो उद्देश्यका साथ हामीलाई राख्नु भएको छ All right. I would like to ask a question before I continue to share. तपाईलाई म प्रश्न सोध्न चाहन्छु हामी यो वचन अगाडि बढ्नुभन्दा अगाडि All right. On my screen is asking, where is the richest place on earth? मेरो यहाँ स्क्रिनमा मैले प्रश्न सोधेको छु कि सबैभन्दा धनी ठाउँ संसारमा कहाँ होला भनेर सोधिएको छ सबैभन्दा धनी सम्पन्न ठाउँ कहाँ होला भनेर सोधिएको छ For you, where is the richest place on earth? तपाईको लागि संसारमा सबैभन्दा प्रशस्त भएको ठाउँ धन भएको ठाउँ कहाँ होला Yeah, you can just answer from where you are. तपाईँ जहाँ हुनुहुन्छ त्यहीबाट जवाफ दिन सक्नुहुन्छ बोल्न सक्नुहुन्छ बोल्नुहोस् Yeah, in your opinion, in your view, where is the richest place on earth? संसारको सबैभन्दा धनी ठाउँ कहाँ होला कहाँ छ धन सबैभन्दा धनी यो संसारमा कहाँ छ Yeah, any one of you just speak up, just tell me your answer. कसै एक दुईजनाले बोल्नुहोस् न भन्नुहोस् त कहाँ छ Where's the richest place? सबैभन्दा धन भएको धनी भएको ठाउँ सम्पत्ति भएको ठाउँ कहाँ छ यो संसारमा जापान Japan, is it? I heard someone reply, Japan. कसैले जापान भन्दै हुनुहुन्छ अरु कोही अमेरिका सर अमेरिका Someone reply, America. कसैले अमेरिका भन्दै हुनुहुन्छ Yeah, there's no wrong or right. I just want people to respond, Yeah. तपाईले America. भनेको Where else? Where else? तपाईले भनेको ठिक हुनुपर्छ भन्ने छैन तर तपाईको विचार के छ सुन्न चाहन्छु भनिहाल्नुहोस् न कहाँ हुन सक्छ सबैभन्दा धेरै धन भएको ठाउँ Yeah, when we think of richest place, we think of country, we think of a place where a lot of people and a lot of rich people that stay in the country. जब धनी ठाउँ अथवा प्रशस्त भएको ठाउँ भन्ने बित्तिकै हामीले धनी धनी देश सम्पन्न देशलाई सम्झिन्छौँ अनि त्यति मात्रै होइन धनी मान्छे कहाँ बसेका छन् धेरै धनी मान्छेहरू बसेका सम्झिन्छ हामीले Thank you for your answer. तपाईको जवाफको लागि धन्यवाद I छ think your answer are all correct. तपाईको उत्तर पनि सही नै छ ठिकै छ But when I prepare this message, when I pray to God, God asking me, where is the richest place on earth? जब मैले प्रार्थना सहित यो वचन तयार गर्दै थिएँ अनि परमेश्वरले सोध्नु भयो मलाई चाहिँ कि तिम्रो लागि संसारमा सबैभन्दा धनी ठाउँ कहाँ छ धन कहाँ छ भनेर सोध्नु भयो And I was so surprised I received this answer. अनि उहाँले दिएको उत्तर यो मैले पाएको म आफै चकित भएको छु The answer is the graveyard. यो उत्तर चाहिँ के रहेछ भने चिहानघारी हाम्रो दाह संस्कार गर्ने ठाउँ चिहान How come the graveyard is the richest place on earth? अब यो कसरी सम्भव छ यो चिहान चाहिँ सबैभन्दा धनी ठाउँ भनेर Aren't these graveyards are all buried with all dead people? यो चिहान भनेको सबै मृतक मान्छेलाई लगेर गाड्ने ठाउँ हो उनीहरूलाई गाड्ने ठाउँ हो यो हैन But this evening I want to tell you, graveyard we buried with a lot of unaccomplished dreams. अब म तपाईलाई भन्न चाहन्छु यो चिहानमा चाहिँ पूरा नभएका सपनाहरू लगेर गाडिने ठाउँ हो यो Many people they die without fulfilling their dreams. धेरै मान्छेहरूले चाहिँ आफ्नो सपनाहरू आफ्नो इच्छाहरू पूरा नगर्दै नै उनीहरू मर्छन् र यहाँ गाडिन्छन् Many songs they have not completed. कति गीतहरू उनीहरूले पुरै गाउनै भ्याउँदैनन् Many books they have not completed.
उनीहरूले पढ्दै गरेको किताब पनि पुरै पढ्न भ्याएकै हुँदैनन्। So many dreams, धेरै सपनाहरू बुनेका हुन्छन्, त्यो उनीहरूले पुरा गर्न सक्दैनन्। so many ambitious. धेरै चाहनाहरू उद्देश्यहरू बोकेका हुन्छन्, त्यो पुरा हुँदैन। They do not finish it. They do not accomplish it, उनीहरूले चाहिँ यसलाई सकाउनै सक्दैनन्, के पुरा गर्नै सक्दैनन्, and they die, अनि त्यत्तिकैमा ती मान्छे मर्छ। buried together with them. अनि त्यो मरेपछि त्यो सबै उनीहरूको सबै चिज सँगसँगै उनीहरू यहाँ जमिनभित्र गाडिन्छ। So I would say graveyard is the richest place on earth. अनि मैले भन्नु पर्दाखेरि चाहिँ यो चिहान नै सबैभन्दा महँगो स्थान हो यो पृथ्वीको लागि। पृथ्वीमा So much resources, so much courage is buried in the earth. अनि यो चिहानमा चाहिँ यो संसारको चिहानमा चाहिँ धेरै उत्साहहरू, धेरै जोशहरू, धेरै सपनाहरू गाडिएका छन्। Not only that, त्यति मात्रै होइन प्रियहरू, many people they die with God's calling without fulfilling God's calling in their life. कति मान्छेहरूलाई त परमेश्वरले बोलावट दिनुभएको छ, अनि त्यो बोलावट नै सेवाको बोलावट पुरा नगरिकनै त्यो मान्छे मरेका हुन्छन्। And this evening, I wanted to share this topic as unleash your potential. त्यही भएर म आज यो साँझको समयमा चाहिँ तपाईँ भित्र भएको जे क्षमता छ, जे तपाईँको योग्यता छ, त्यसलाई चाहिँ खोल्नुहोस् भनेर मैले भन्दैछु। God has placed us, every one of us, with great potential. परमेश्वरले हामी प्रत्येकलाई चाहिँ विभिन्न किसिमका क्षमताहरूले भर्नु भएको हुन्छ। I would say, our God is a great God. त्यही भएर म भन्छु हाम्रो परमेश्वर चाहिँ महान परमेश्वर हुनुहुन्छ। All potential, all resources are under God. सबै स्रोतहरू चाहिँ परमेश्वरकै अधीनमा छन्। And God has put this tremendous potential in your life, in my life. अनि तपाईँ अनि मेरो जीवन परमेश्वरले यो अद्भुतको ट्रिमेन्डस भनेको अद्भुतको चाहिँ एउटा योग्यताहरू हाम्रो जीवनमा हालिदिनु भएको छ। No matter you are from which country, are you educated or not? तपाईँ जुनसुकै देशको भएको होस्, तपाईँ पढेको होस् या नपढेको होस्, are we rich or are we poor? हामी गरिब हौँ या हामी धनी हौँ, And we are chosen by God. हामीलाई चाहिँ परमेश्वरले नै छान्नु भएको हो। We are representing God. हामी जहाँ जान्छौँ हामी परमेश्वरको उपस्थितिमा हामी हुन्छौँ, परमेश्वरलाई पुकार गर्छौँ। Everything that God has, He has put all His potential in our lives. जे परमेश्वरसँग छ त्यो सबै कुरा परमेश्वरले हामीहरूमा हालेर हामीलाई भर दिएर उहाँले स्वतन्त्र अथवा क्षमतावान पार्नु भएको छ। First, all of us, we have tremendous potential. पहिलो नम्बरमा हामी सबैसँग अद्भुतको क्षमता छ, यो बिर्सनु भएन। And what do we do with all this potential? अब त्यो अद्भुतको क्षमता जो हामीसँग छ त्यसलाई त्योबाट के गर्नु त? अब हामीले we have to unleash the potential. अनि त्यो हामीसँग भएको क्षमतालाई हामीले बाहिर निकाल्नु पर्यो, त्यो क्षमतालाई प्रदर्शन गर्नु पर्यो। Yes, to perform the potential that God has put in our life. परमेश्वरले दिनुभएको त्यो योग्यतालाई, त्यो क्षमतालाई हामीले प्रदर्शित गर्नु पर्यो, काममा ल्याउनु पर्यो, व्यवहारमा उतार्नु पर्यो। And the purpose to unleash our potential is to bring influence and impact in our family, in our community. क्षमतालाई प्रदर्शन गर्नु भनेको चाहिँ हाम्रो समाजलाई हामीले प्रभाव पार्ने, हाम्रो समाजलाई हामीले चाहिँ काम गर्ने। When we talk about tremendous potential, जब हामीले चाहिँ यो अद्भुतको क्षमताको कुरा गरेका छौँ, now we are talking about potential is the existing possibility. अनि यो सम्भावना अथवा क्षमता भनेको तपाईको चाहिँ सम्भावना हैनलाई भेट्ने कुरा हो क्षमताले। There's a possibility of the existing capability. अनि त्यो गर्न सक्नको लागि तपाईलाई त्यो काम गर्न सक्नको लागि चाहिने तपाईभित्र जुन क्षमता परमेश्वर भरिदिनु भएको हुन्छ त्यो चाहिँ देखाउने ठाउँ हो, देखाउने कुरा हो। Yes, thank you. And this potential can be fulfilled into our actuality. अनि त्यो योग्यताले नै, त्यो क्षमताले नै तपाईले चाहेको कुरा के हो भन्ने कुरा चाहिँ पूरा गर्नलाई सहायता पुग्छ। Think about it when, what are the dreams that God has put in your life? तपाईं सोच्नुहोस् परमेश्वरले तपाईलाई कुन कस्तो किसिमको सपनाहरू, इच्छाहरू हालिदिनु भएको छ तपाईको हृदयमा। Now begin to think about God has put what kind of passion into your life. अनि यो पनि सोच्नुहोस् कि परमेश्वरले तपाईलाई कस्तो किसिमको चाहना, इच्छाहरू तपाईको हृदयमा। Yes, I come across many people. मैले धेरै मान्छेलाई यो सोध्ने गर्छु। And they share to me. अनि उनीहरूले यसो भन्छन् मलाई,
He said, you know, Gideon, I have this passion for the children. हो कि दिन मलाई चाहिँ मेरो बच्चाहरूको बिचमा काम गर्ने मलाई इच्छा छ, मलाई त्यतापट्टिको चाहना छ भन्छ। And some told me, he said, I have this compassion towards the poor people. कतिले भन्छन् मलाई त गरिबहरूको बिचमा काम गर्नुलाई मन छ, किन गरिब देख्यो भने मलाई साह्रै दया जागेर आउँछ मनमा भन्छन्। And some told me, he said, I think I received the calling of God to serve God full time as a pastor. कति मान्छेले चाहिँ मलाई परमेश्वरबाट बोलावट भएको छ र मलाई चाहिँ पूर्णकालीन सेवाको लागि परमेश्वरको सेवा गर्न मन छ भन्छ पास्टरको रूपमा। And also some people told me, they said, I think I believe that God is calling me to be a businessman. कसैले पनि भन्छन् कि मलाई विश्वास छ परमेश्वरले मलाई चाहिँ व्यापारी हुनलाई है व्यापारिक मान्छे हुनलाई मलाई बोलाउनु भएको छ। All kinds of dreams, all kinds of passion that you have in your heart. सबै किसिमका चाहिँ चाहना, इच्छा, आकांक्षा, सपना जो तपाईको हृदयमा छ। Now, let us do not just take it easily. यस्तो कुरालाई चाहिँ साधारण रूपमा नलिनु होला तपाईहरुले। Just think that would that be God has just put this passion, this dream in our heart. अनि त्यो सबै परमेश्वरले तपाईँ र मेरो हृदयमा यतिकै हाल्दिनु भएको होइन, यो कुरालाई गम्भीरतापूर्वक हामीले बुझ्नु पर्ने हुन्छ। Sometimes you think that it's impossible because it's such a big dream. कहिले भन्छ ओहो यस्तो ठुलो चाहिँ सपना छ, यति ठुलो चाहना छ, कसरी पुरा होला, सम्भव छैन होला भन्ने लाग्छ। When you think that it's impossible, असम्भव छ भन्ने लाग्छ। but today let me encourage you. तर म आज तपाईहरु सबैलाई उत्साह गर्न चाहन्छु, उत्साह दिन चाहन्छु। Once again, think of what are the passion, what are the dreams that God has put in your life. म फेरि भन्न चाहन्छु परमेश्वरले तपाईलाई कुन इच्छा हाल्दिनु भएको छ, कुन चाहिँ तपाईलाई चाहिँ त्यो प्रति दया देखाउने दिनु भएको छ, विचार गर्नुस्। When we talk about tremendous potential, is the untapped storehouses of wealth. अनि यो अचम्मको चाहिँ अद्भुतको चाहिँ क्षमता भन्नाले के देखिन्छ भने जहाँ चाहिँ सबै कुराहरु चाहिँ राखिएको छ। All these resources, सबै स्रोतहरु राखिएको छ। Our material, our physical, our mental, हामीलाई चाहिने शारीरिक आवश्यकताहरु, हामीलाई मानसिक आवश्यकताहरु सबै, our emotional, हाम्रो भावनात्मक, सामाजिक, our social, सामाजिक रूपमा, our spiritual, आत्मिक सबै क्षेत्रमा that God has given to us. अनि सबै कुराहरु परमेश्वरले नै हामीलाई दिनु भएको छ। Here we are today. अनि आज हामी यहाँ what we have experienced before, हामी पहिला जे अनुभव गर्थ्यौं, we experienced God's grace परमेश्वरको अनुग्रहले हामी अनुभव गरेका थियौं when we were in trouble. जब हामी समस्यामा थियौं, we received God's healing when we were sick. जब हामी बिमारी थियौं, प्रभुको अनुग्रहलाई चंगाइले हामीले महसुस गर्न पायौं। When we in need, we experienced God's provision. अनि जब हामी खाँचोमा परेका थियौं, परमेश्वर जुटाउनु भयो र उहाँ जुटाउनु हुन्छ भन्ने अनुभव हामीले गरेका छौं। I'm sure many of us we experienced God in any other ways for the past days. अनि विगतका दिनहरुमा परमेश्वरको शक्तिलाई, परमेश्वरको आशीषलाई हामीले विभिन्न तरिकाले अनुभव गरेका हुन सक्छौं। We have experienced God's greatness, His reality. परमेश्वरको महानता र उहाँको यथार्थता हामीले चाहिँ हाम्रो जीवनमा हामीले अनुभव गरेका छौं। I'm sure that's for a purpose. यो चाहिँ सबै एउटा उद्देश्यको लागि हो। And this is the potential that God has put inside our lives. अनि यही नै योग्यताहरु, यही नै क्षमताहरु चाहिँ परमेश्वरले हाम्रो हृदयभित्र, हाम्रो जीवनमा उहाँले हाल्दिनु भएको छ। Never look down on every experiences in God for the past. विगतका दिनहरुमा परमेश्वरमा भएका हामीले भएका अनुभवहरुलाई चाहिँ कहिल्यै पनि चाहिँ होच्याएर अथवा यो कमजोर भन्ने नसोच्नुहोस्। God is using us and will use us to bless other people. परमेश्वरले त्यसद्वारा नै तपाईं र मलाई प्रयोग गरेर अरु मानिसलाई आशीष दिने काम गरिरहनु भएको छ। Not only in the past, गएको समय, बितेको समय मात्र होइन, at the moment, अहिले पनि, and also in the future. भविष्यको लागि पनि we are continue to experience His greatness. उहाँको महानतालाई हामी प्रत्येक दिन, प्रत्येक क्षण चाहिँ अनुभव गर्दै जानुपर्छ।
That's why I say God has put a tremendous potential in our lives. त्यही भएर मैले भनेको परमेश्वरले अद्भुतको क्षमता त्यही भएको कारणले हामी प्रत्येकमाथि उहाँले दिनुभएको छ। We will never know how God will use us in the future. हामीले यो थाहा छैन भविष्यमा परमेश्वरले हामीलाई कसरी प्रयोग गर्नुहुन्छ थाहा छैन। When I was young, I'm just a small boy. म जवान हुँदै गर्दा म सानो छिटो थिएँ। I came from a broken family. म चाहिँ यो टुटेको परिवारबाट आएको हो। My father was in the big debts, great debts, owing money to people. अनि उहाँ चाहिँ धेरै ऋणमा परेको मान्छे हुनुहुन्थ्यो। उहाँको बुवा चाहिँ ऋण काटेको मान्छे हुनुहुन्थ्यो। I looked down on myself. अनि म आफैलाई एकदमै ओहो कस्तोमा जन्मिएँ भन्ने किसिमले म आफैलाई होच्याउँथेँ। मैले सोध्थेँ, यसरी नै म सोध्थेँ। The family, my relative, my friends all look down on our families. अनि सबै इष्टमित्र आफन्त हाम्रो नातेदारहरूले पनि हामीलाई हेपेर तरिकाले हेर्थे। From young, I just feel hopeless. अनि म जवानमै म चाहिँ एकदम आशा निराश भएको थिएँ। म चाहिँ ओहो बर्बाद भयो किसिमले सोध्दै थिएँ मैले। I can't see my future. मेरो भविष्य मैले देखेको थिइनँ। Every time when teacher asking our students, our friends, what is your dreams? जब शिक्षकले क्लासमा चाहिँ साथीभाइलाई सोध्थ्यो, सबैलाई क्लास सोध्थ्यो तिम्रो सपना के छ भनेर सोद्धाखेरि I say I have no dreams. मैले भन्थेँ केही पनि छैन मेरो इच्छा त, केही पनि छैन मेरो सपना। I have no hope. मलाई केही आशा छैन जिन्दगी। But God saved our lives. तर परमेश्वरले मेरो जीवनलाई बचाउनु भयो। God came and saved me. परमेश्वर आउनुभयो र मलाई बचाउनु भयो। Changed my family, changed my life. अनि मेरो परिवारलाई र मेरो जीवनलाई परमेश्वरले परिवर्तन गर्नुभयो। And I began to realize that God has put this tremendous potential in my life. अनि मैले विश्वास गर्न थालेँ र बुझ्न थालेँ कि परमेश्वरले यो अद्भुतको क्षमता चाहिँ हामी प्रत्येक मान्छेमा ममा चाहिँ उहाँले भर्दै हुनुहुन्छ रहेछ। And potential is who you will be if you develop properly. योग्यता क्षमता भनेको त्यो हो कि जुन तपाईले बिस्तारै विकसित गर्दै लानुहुन्छ। God has planned a beautiful and a perfect plan in your life. परमेश्वरसँग हाम्रो लागि सिद्ध र एकदमै योग्य योजनाहरू छन्। Your every step everything that you are going to develop has been approved by God and have been planned by God. तपाईले जे कुरामा तपाईले कदम चाल्नुहुन्छ, सुरुवात गर्नुहुन्छ, त्यो परमेश्वरले नै तपाईलाई त्यसमा चाहिँ सहायता गर्नुहुन्छ। And God wants to use us. अनि त्यो परमेश्वरले प्रयोग गर्न चाहनुहुन्छ। And this evening, आज साँझ I just want to encourage all of us to again we begin to think of what are the dreams that God has put in our life. म चाहन्छु कि तपाईहरुको जीवनमा परमेश्वरले दिनुभएको त्यो इच्छाहरू, सपनाहरू, दर्शनहरू जे छन् ती सबै तपाईले विचार गर्नुहोस्। Maybe God has spoken to you through the pastors, the prophet, and the bishop that God wants to use you in certain area. परमेश्वरले हुन सक्छ तपाईलाई चाहिँ अगमवक्ताहरूद्वारा, पास्टरद्वारा, बिशपद्वारा बोल्नु भएको होला, देखाउनु भएको होला कति कुराहरू। Maybe you receive a vision from the Lord. परमेश्वरबाट तपाईले दर्शन प्राप्त गर्नु भएको होला। Someone has prophesied over you. कसैले तपाईमाथि भविष्यवाणी गरे होला। Sometimes when you read Bible, you worship, you pray, God speak to you. कहिले तपाई आफै बाइबल पढिरहँदाखेरि परमेश्वर बाइबलद्वारा नै तपाईसँग बोल्नु भएको हुन सक्छ। Don't forget, God has put a tremendous potential in your life. बिर्सनु होला प्रियहरू, किनभने परमेश्वरले तपाईले मलाई अद्भुतको क्षमताले भर्नु भएको छ। Sometimes we will forget what God has already promised us. कतिपटक हामीले परमेश्वरले हाम्रो जीवनमा गर्नुभएका प्रतिज्ञाहरू जति पनि छन् ती बिर्सिन्छौँ सजिलैसँग हामीले। Man will forget, but God will never forget. मान्छेले बिर्सिन्छ, हामी बिर्सिन्छौँ, तर परमेश्वरले हामीसँग गरेको प्रतिज्ञा चाहिँ बिर्सिनुहुन्न। How he promised us, he will bring accomplishment. जे जसरी उहाँले प्रतिज्ञा गर्नुभएको छ त्यो प्रतिज्ञा उहाँले पूरा गरेरै छाड्नुहुन्छ। And God has made us powerful. त्यसैले परमेश्वरले हामीलाई शक्तिशाली बनाउनु भएको छ। This potential is given by God, and God make us filled with his power. परमेश्वरले त्यो योग्यताहरू, क्षमता दिनुभएको छ, त्यही कारणले गर्दा परमेश्वरले हामीलाई शक्तिशाली बनाउनु भएको छ। And God has chose us. अनि परमेश्वरले त्यसैले हामीलाई उहाँले छान्नु भयो।
in the book of Ephesians chapter 1 verse 4 to 6. एफिसीको 1 अध्यायको 4 देखि 6 सम्म हामीले पढ्यौं भने Yeah, let me read in English, and I would like Bishop to read in Nepal. हामी यसलाई पढ्ने छौं एफिसी 1 अध्यायको 4 देखि 7 सम्म. Yeah, it's taking from Ephesians chapter 1 verse 4 to 6. It says, "For he chose us in him before the creation of the world to be holy and blameless in his sight. In love, he predestined us to be adopted as his son through Jesus Christ, in accordance with his pleasure and his will, to praise of his glorious grace, which has freely given us in one that he loves." म पढ्छु 4 देखि फेरि पढ्छु म तपाईले हेर्नु होला एफिसी 1 अध्यायको 4 देखि 6 सम्म. जसरी उहाँले हामी उहाँका सामुन्ने प्रेममा पवित्र र निष्कलङ्क हौं भन्ने र संसारको उत्पत्ति भन्दा अघिबाटै चुन्नुभयो, त्यसरी हामीलाई उहाँको इच्छाको अभिप्राय अनुसार आफ्नो निम्ति ख्रीष्ट येशूद्वारा धर्मपुत्र हुनलाई उहाँले हामीलाई अघिबाटै नियुक्ति गर्नुभयो कि उहाँको अनुग्रहको महिमाको प्रशंसाको निम्ति जो उहाँले हामीहरूलाई उहाँका प्रियमा सित्तैमा दिनुभएको छ. Amen. Amen. We have this tremendous potential. It's not we choose ourselves, but it's God that's chosen us. यो अद्भुतको एउटा अचम्मको जुन योग्यताहरू परमेश्वरले हाम्रो हृदयमा दिनुभएको छ, यो हामी आफैले प्राप्त गरेको होइन, यो परमेश्वरले नै हामीमा दिनुभएको हो. In verse 4, it says, "Before the creation of the world, God has already chose you and me." यहाँ 4 पदले भनेको संसारको सृष्टि भन्दा अगाडि नै तपाईलाई बनाउनु भन्दा अगाडि नै परमेश्वरले तपाईं र मलाई उहाँको निम्ति छानिसक्नु भएको हो. And he said he chose us to be holy and blameless. उहाँले छान्नु भएको एउटा कारण के छ भने हामी चाहिँ निष्कलङ्क, शुद्ध र दोष रहितको होस् भन्नलाई. And God has made us powerful. त्यही भएर परमेश्वरले तपाईं र मलाई चाहिँ शक्तिशाली बनाउनु भएको हो. And another Bible verses is taken from Galatians chapter 4 verse 7. गलातीको पुस्तक हामी हेर्न सक्छौं 4 अध्यायको 7 पदबाट. And he chose us not to be a slave, but he chose us as a son of God. यहाँनिर लेखिएको छ कि दास हुनलाई होइन तर परमेश्वरको पुत्र हुनलाई उहाँले हामीलाई छान्नु भएको हो. Or a son, the position of a son is greater than a slave. यो दासको पद भन्दा दासको स्थान भन्दा छोरा अथवा पुत्रको स्थान ठुलो हुन्छ, अधिकारपूर्ण हुन्छ, छोराले पाउने हक हुन्छ. God has made us powerful. त्यही भएर परमेश्वरले तपाईं र मलाई शक्तिशाली बनाउनु भएको हो. He has chosen us. उहाँले त्यही भएर हामीलाई छान्नु भएको हो. He made us his son. उहाँले आफ्नै छोरा बनाउनु भयो, हामीलाई पुत्र बनाउनु. In verse 7, Galatians chapter 4 verse 7, it says God has made you as an heir. त्यही भएर यहाँ स्पष्ट भने परमेश्वरले नै आफ्नो बनाउनु भयो भने हकवाला हैन, परमेश्वरको द्वारा नै हकवाला तुल्याउनु भयो हामीलाई. Amen. And God has another verses is Ephesians chapter 1 verse 18 to 21. अनि अरु पनि यहाँ टन्नै पदहरू छन् एफिसीकै फेरि 1 अध्यायको 18 देखि 21 सम्म हेर्यो भने. All right, let me read to you verse 18. He said, "I pray also that the eyes of your heart may be enlightened, in order that you may know the hope to which he has called you, the riches of his glorious inheritance in the saints." Verse 19, "And his incomparably great power for us who believe. That power is like the working of his mighty strength." Verse 20, "Which he exerted in Christ when he raised him from the dead and seated him at his right hand in the heavenly realms, far above all rules and authority, power and dominion, and every title that can be given, not only in the present age, but also in the one to come." पढ्छु म 18 अध्यायदेखि फेरि 18 देखि पढ्न चाहन्छु. तपाईले हेर्नु होला एफिसी 1 अध्यायको 18 देखि 21 सम्म. यहाँ यसरी लेखिएको छ, "तिमीहरूको हृदयका आँखा चम्किलो भएर उहाँको बोलावटको आशा के हो र पवित्र जनहरूमा उहाँको अधिकारको महिमाको सम्पत्ति के हो भनेर तिमीहरूले जान्न सक. औ
उहाँको बलको सामर्थ्यको कार्य अनुसार हामी विश्वास गर्नेहरूतर्फ उहाँको शक्ति अत्यन्त महानतम के हो, जो ख्रिस्टलाई मुर्दाहरूबाट बिउताउँदा र आफ्नो दाहिने बाहुलीतर्फ र सबै शासन, अख्तियार, शक्ति र प्रभुत्व न केवल यस संसारमा पनि राखिएका हरेक नाउँभन्दा अति स्वर्गीय स्थानमा बसाल्दा उहाँले काममा लगाउनुभयो। Amen. He said he called us. यहाँ स्पष्ट भन्छ उहाँले नै हामीलाई बोलाउनु भयो। He called us to the riches of his glorious inheritance in the saints. उहाँको महिमाको शक्तिद्वारा अथवा महिमाको धनद्वारा उहाँले हामीलाई उहाँसँगै भाग लिनलाई, उहाँसँगै हिस्सा बन्नको लागि उहाँले हामीलाई बोलाउनु We भयो। have a great potential. It's not because we are good, we are great. No. हामी चाहिँ यो अख्तियार भएको हुनाले, योग्यता भएको हुनाले, हामी सक्षम भएको हुनाले होइन। But God put us in his glorious inheritance among the saints. तर परमेश्वरले आफ्नो महिमित जुन भाग हो त्यो चाहिँ हामीहरूमा उहाँले राख्नु भएको कारणले गर्दाखेरि, and he make us in his incomparably great power for us who believe. त्यही भएको हुनाले परमेश्वरले आफ्नै जस्तै हुनालाई, आफूसँग जस्तै हुनालाई चाहिँ उहाँले त्यही महान शक्तिले हामीमा चाहिँ भर्नुभयो। And in the verse 21 he said the authority and the power that is given to us is far above all dominions. यहाँ भनिएको छ सम्पूर्ण अधिकार जुन छ जो चाहिँ सबैभन्दा महान छ, सबैभन्दा शक्तिशाली छ। God is so good. परमेश्वर यसैले असल हुनुहुन्छ। उहाँ We are unworthy, हामी अयोग्य हौं, but God make us worthy. तर परमेश्वरले हामीलाई योग्य तुल्याउनु भएको छ। We are weak, हामी कमजोर हौं, God make us strong. परमेश्वरले हामीलाई बलियो पार्नु भएको छ। We are poor, हामी गरिब छौं, but God put us in his glorious inheritance. तर परमेश्वरले आफ्नो महिमाको भागद्वारा, हिस्साद्वारा, सम्पत्तिद्वारा हामीलाई धनी बनाउनु। We have no power, हामीमा आफैमा शक्ति छैन, but God put us in his authority that is far above all dominion. तर परमेश्वरले दिनुभएको अख्तियार अनुसार चाहिँ सबैलाई मात गर्ने किसिमको शक्ति दिनुभएको छ, अधिकार। Amen. Yes, God has made us powerful. त्यसैले परमेश्वरले हामीलाई शक्तिशाली बनाउनु भएको हो। And in tremendous potential, I want to say God has made us fruitful. अनि यो अद्भुतको क्षमता भन्नाले यो पनि कुरा आउँछ कि परमेश्वरले हामीलाई चाहिँ फलदायी, फ्रुटफुल है, फलदायी बनाउनु भएको छ। Not only we are powerful, हामी शक्तिशाली मात्रै होइनौं, but God make us fruitful. तर परमेश्वरले हामीलाई चाहिँ फलदायी पनि बनाउनु भएको छ, फल फलाउने पनि बनाउनु भएको छ। In Galatians chapter 5 verse 22 to 23, अनि गलाती 5 अध्यायमै हामी देख्छौं 22 देखि 23 सम्म। he said, by the fruit of the Spirit is love, joy, peace, patience, kindness, goodness, faithfulness, gentleness, and self-control. Against such things there is no law. आत्माको फल चाहिँ यो हो कि प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वास, योग्यता, नम्रता, आत्मसंयम, यस्ताका विरुद्ध कुनै पनि व्यवस्था छैन। When we believe in Jesus, जब हामीले येशूलाई विश्वास गर्यौं, when we receive the life of Jesus, जब हामीले येशूको जीवन प्राप्त गर्यौं, God has put these fruits in our life. अनि त्यसमै परमेश्वरले आफ्नो फल, आत्माको फल चाहिँ हाम्रो हृदयमा चाहिँ दिनुभयो। He's talking about one fruit. Meeting Yeah, here he's talking about one fruit. उहाँले एउटा फलको कुरा गर्नुभएको छैन, Fruit of the Spirit. उहाँले चाहिँ यो आत्माको फलको कुरा गर्नुभएको छ। But in this one fruit, there are 9 levels. यो आत्माको फल चाहिँ 9 प्रकारका छन्। And from the time we receive the life of Jesus, जुन बेला हामीले येशूको जीवनलाई हामीले ग्रहण गर्यौं, we have already have the quality of the Spirit, of the fruit of the Holy Spirit. अनि पवित्र आत्माको योग्यता अनुसार हामीले पवित्र आत्माको फलहरू हाम्रो जीवनमा त्यति बेलादेखि नै पाइसकेका छौं। All these qualities are already in our life. ती सबै योग्यताहरू चाहिँ यो सबै गुणहरू चाहिँ परमेश्वरले हाम्रो हृदयमा हाल्दिनु भएको छ। It's in our life now.
अहिले हाम्रो जीवनभित्र छ, यो हाम्रो जीवनभित्र All we have is to live out the fruit of the Holy Spirit. यति मात्रै हामीले गर्न बाँकी छ कि त्यो पवित्र आत्माका ती फलहरूलाई चाहिँ हामीले हामीबाट बाहिर निकाल्नु पर्नेछ, हामीबाट फलाउनु पर्नेछ, देखाउनु पर्नेछ। God has made us fruitful. त्यही भएर परमेश्वरले हामीलाई चाहिँ फलदायी बनाउनुहुन्छ। And John chapter 15 verse 16, यूहन्ना 15:16 he said, "You did not choose me, but I chose you and appointed you to go and bear fruit, fruit that will last. Then the Father will give you whatever you ask in my name." तिमीहरूले मलाई चुनेनौ, मैले तिमीहरूलाई चुने ताकि तिमीहरू गएर फल फलाऊ र परमेश्वरको महिमा गर। Again, God is confirming us that he chose us. अझै यो निश्चित गराउन चाहनुहुन्छ कि पिताले उहाँले नै हामीलाई छान्नु भएको हो, Appointed us to go and bear fruit. ताकि हामी जहाँ गएर चाहिँ फल फलाउन सकौं। Or it's the will of God to bear fruit. अनि परमेश्वरको इच्छा यही हो कि हामीले चाहिँ फल फलाउँ, फल उत्पादन गरौँ। And the fruit that we are bearing that will last. जुन हामीले फल फलाउँछौँ त्यो फल चाहिँ टिकिरहने फल हुन सकोस्। And God make us fruitful. त्यही भएर परमेश्वरले हामीलाई चाहिँ फलदायी बनाउनुहुन्छ। Remember the first one, God has made us powerful. नम्बर 1 मा थियो परमेश्वरले हामीलाई शक्तिशाली बनाउनुहुन्छ भन्ने थियो। God has made us fruitful. दोस्रोमा फलदायी भन्ने छ। And the coming one will be God has made us purposeful. अब तेस्रोमा चाहिँ परमेश्वरले हामीलाई उद्देश्यपूर्ण बनाउनु हुनेछ। In Ephesians chapter 2 verse 10. एफएसी 2 अध्यायको 10 पदमा Now it's written here, for we are God's workmanship, created in Christ Jesus to do good works, which God prepared in advance for us to do. यहाँ भनिएको छ हामी ती बमोजिम चल्नलाई परमेश्वरले अघिबाटै तयार गर्नुभएको असल कामको निम्ति ख्रीष्ट येशूमा हामी ख्रीष्टका सृष्टि गरिएका हौं। God has prepared in advance for us. तर परमेश्वरले हामीलाई चाहिँ पहिला नै तयार गरेर राख्नु भएको हो यो कामको लागि। He called us, he called every one of us become the light of the world. उहाँले हामी सबैलाई संसारको ज्योति हुनको लागि बोलाउनु भएको हो। He said, let your light shine before men. त्यही भएर उहाँले भन्नुभयो तिम्रो ज्योति मानिसहरूको बीचमा चम्कियोस् भन्नुभयो। That is telling us, let the potential in our life, just unleash the potential. अनि त्यही भएर परमेश्वर के चाहनुहुन्छ भने तपाईँ भित्र भएका यी योग्यताहरू, यी क्षमताहरूलाई चाहिँ तपाईले बाहिर प्रदर्शित गर्नुहोस्, निकाल्नुहोस्। You are the light of the world. तपाईँ नै संसारको ज्योति हो प्रियहरू। And let your light shine before men. त्यही भएर तपाईको ज्योति चाहिँ मानिसहरूको बीचमा चम्कियोस्। And this light must not be hidden. अनि यो ज्योति चाहिँ यो बत्ती चाहिँ छोपेर राख्नलाई होइन। Must put it on its stands. अनि यो चाहिँ स्ट्यान्डमाथि र टेबलमाथि राख्नलाई हो। Give light to everyone in the house. अनि घरमा भएको सबैले उज्यालो देख्न सकुन् भनेर। Amen. God has made our life purposeful. त्यही भएर परमेश्वरले हाम्रो जीवन चाहिँ उद्देश्यपूर्ण रूपमा बनाउनु भएको। Yes, I want to share a story by Hedy Green. हेभी ग्रीन भन्ने एकजना हेरी ग्रीन भन्नेको बारेमा तपाईलाई बताउन चाहन्छु म। हेरी ग्रीनको बारेमा। This story was many olden years ago. धेरै वर्ष अगाडिको घटना हो यो। And then she's from USA. उनी चाहिँ अमेरिकाबाट आएकी हुन्। In the year of 1885. उनी 1885 मा She was a very rich woman. एकदमै धनी महिला थिइन्। He has $26 million during her time. झन्डै यिनीसँग चाहिँ 2 करोड 60 लाख जति चाहिँ पैसा रहेछ। Such a lot of money. अनि एकदम ठुलो पैसा धनराशि रहेछ उनीसँग डलर। She has so much resources. धेरै नै स्रोत भएकी यिनी चाहिँ। She has so much potential. अनि उनी एकदमै क्षमतावान रहेछिन्। But her life, तर उनको जीवन चाहिँ live like a poor lady. एकदमै गरिब जस्तो गरेर उहाँ जिउनु हुँदो रहेछ, सामान्य जीवन रहेछ उहाँको। She lived like a lady, there is no potential, there is no resources. उनी यस्तो प्रकारले जिउँथिन् कि ओहो अयोग्य जस्तो, एकदमै स्रोत नभएको जस्तो प्रकारले जीवन जिउँथिन् उनले चाहिँ।
Why I say that? मैले किन यो भन्दैछु भने No, she has the money, उनीसँग पैसा टन्नै थियो, but she lives in a rundown rented house. तर उनी पनि भर्खरै एकदम थोत्रो खालको घर चाहिँ भाडामा लिएर बस्थिन्। And during the winter time, she does not use a heater. जाडो महिनामा पनि उनले चाहिँ त्यो घरमा उनले चाहिँ हिटर प्रयोग गर्थिनन्। She lived on the cheap stale bread. ऊ चाहिँ त्यही इटाको घरमै त्यसमै सुत्थिन्, त्यही बस्थिन्। She is so stingy. एकदमै दुब्ली पातली थिइन्। Even she heated her oats with the office heater. उनी यतिसम्म लोभी कि पातली कि उनी चाहिँ अफिसकै हिटरले चाहिँ खानेको तताएर खान्थिन्। And there was once, एकपटक चाहिँ, and he sent her son to a free of charge clinic. अनि उसले आफ्नो छोरालाई चाहिँ चर्च सफा गर्न पठाइन्। And ढिलो भयो। And his son's leg had to be amputated. Sorry, once again, can you repeat that sentence? Last sentence. She has the resources. Yeah, she has resources. Can send his son to a better or a good hospital. उनले चाहिँ त्यो आफ्नो छोरालाई राम्रो योग्य धनी राम्रो हस्पिटलमा महँगो हस्पिटलमा पढाउन सक्थिन् उनले। But she lived as such a poor lady, a poor mother. तर उनी चाहिँ गरिबी आमा जस्तै गरेर बस्नु भएको हुनाले, बाँच्नु भएको हुनाले, and what's the use of so much money? अब उनले चाहिँ आफ्नो छोरालाई त्यस्तो राम्रो ठाउँमा पठाएनन्, तर त्यसको मतलब यो भने कि त्यो पैसा के काम लाग्यो त अब? When God has given her so much resources, परमेश्वरले तपाईलाई यति धेरै क्षमता दिनुभएको छ, धन थुपार्नु भएको छ, योग्यता दिनुभएको छ, she can use it to bless his son, to bless his family, to have a good life. र उनले चाहिँ चाहिएको बेलामा त्यो निकालेर आफ्नो छोरालाई खर्च गर्नुपर्ने थियो अनि परमेश्वरको आशिष दिनुपर्ने थियो। And also to bless others. अरूलाई पनि दिनुपर्ने थियो आशिषको रूपमा। But she lived like she has no money. तर उनले चाहिँ पैसा नभएको गरिबी जस्तो गरेर जिइन्। At the end, she died and buried with his money in the graveyard. अनि जब अन्तिममा उनी मरिन् र मरिसकेपछि उनको पैसा सँगसँगै उनलाई पनि चिहानमा लगेर गाडियो। So my dear brothers and sisters, मेरो दाजुभाइ दिदीबहिनीहरू, please, we will not bury all our unfulfilled dreams together with us buried in the graveyard. हाम्रो सपनाहरू पूरा नगरिकन हामी कोही पनि नमरौँ, सपना पूरा नगरी कोही पनि हामी चिहानमा गाडी नजाउँ। त्यही भएर सपना पूरा गरौँ पहिला। Use it now. अब तपाईँ हेर्नुहोस्, fulfill it now. त्यसलाई प्रयोग गर्नुहोस्, त्यसलाई पूरा गर्नुहोस्। Let the potential that God has put in our life unleash it now. तपाईको जीवनमा परमेश्वरले दिनुभएको योग्यताहरू, क्षमताहरू तपाईले निकाल्नुहोस्, त्यसलाई बाहिर ल्याउनुहोस्। How to unleash our potential? अब त्यो कसरी बाहिर ल्याउने त? Let us focus diligently. अनि यसलाई चाहिँ एकदम बुद्धिमानी पूर्वक यसलाई हामी चाहिँ प्रयोग केन्द्रित गरौँ। As I sharing now, मैले भन्दै गर्दा, let us pray and ask God, what has all the potential that you have put, has given to my life? प्रार्थना गर्दै गरौँ, हामीले भनौँ कि प्रभु तपाईले मेरो जीवनमा के कुराहरू, के योग्यताहरू, के क्षमताहरू हाल्दिनु भएको छ त, के मसँग त्यस्तो सिप छ त भनेर प्रभुसँग हामीले भन्दै गरौँ, प्रार्थना गर्दै गरौँ। May I ask you what potential you have? म तपाईलाई सोध्न चाहन्छु, तपाईँ भन्नु होला तपाईसँग के चाहिँ योग्यता छ त, के चाहिँ क्षमता छ त? A skill you have? के तपाईसँग कुनै सिप छ? Maybe you are a teacher. तपाईँ कोही शिक्षक पनि हुनु होला, शिक्षिका पनि हुनु होला। You are a technician. कोही तपाईँ चाहिँ एउटा टेक्निशियन पनि हुनु होला, प्राविधिक पनि हुनु होला। Maybe you are a gardener. तपाईँ चाहिँ यो बगैँचामा काम गर्ने पनि हुन सक्नुहुन्छ। No, you have your own profession. तपाईको आफ्नै व्यवसाय, आफ्नै तपाईको जागिर होला। And God has put you in many trainings. अनि परमेश्वरले तपाईलाई विभिन्न खालको तालिममा पनि पठाउनु भएको होला। Let us take all this potential as a focus on all this potential diligently. त्यही भएर अब यो जुन योग्यता तपाईलाई परमेश्वर दिनुभएको छ त्यसमा केन्द्रित भएर त्यसलाई ठिक ठाउँमा तपाईले प्रयोग गर्नुपर्छ। Paul
has talked to Timothy. यहाँ चाहिँ पहिलो तिमोथीको पुस्तकमा हामी हेर्छौँ, यहाँ तिमोथी जस्तै भनिएको छ यहाँनिर। In 1 Timothy chapter 4 verse 15. पहिलो तिमोथीको 4 अध्यायको 15 पदमा Paul is encouraging Timothy. पावलले चाहिँ तिमोथीलाई उत्साहित गरिरहेका छन्। He said, be diligent in these matters. Give yourself wholly to them so that everyone may see your progress. यो कुरामा तिमी इमानदारी पूर्वक लाग, तिम्रो पवित्रता देखियोस् ताकि मानिसहरूले चिनुन् भनेर भनिएको छ। Continue to serve in the area that God has put us in now. परमेश्वरले तपाईले मलाई जहाँ राख्नु भएको छ त्यही ठाउँ बसेर हामी चाहिँ इमानदार पूर्वक परिश्रम गर्ने, इमानदार पूर्वक काम गर्नु जरुरी छ। Maybe what we are doing now is a hardship. अहिले हामीले जे